क्षतिलाई पनि उँभो उठाउनको लागि फेरि पनि हामीले नै काम गर्नु परेको छ। हामीलाई कतैबाट पनि टर्चर नहोस्, हामीलाई कतैबाट पनि प्रेसर नहोस्। कुनै सञ्चारकर्मी साथीहरूले पोजिटिभ सन्देश हामीलाई लग्थ्यो। हामी तयार छौँ। सुरक्षाको एउटा कुरा क्लियर हुनुपर्छ, किनभने राष्ट्रिय बस्दारमा गयो भने अहिले संरचना छैन। पुलिसहरू बिचरा यसरी हिँडेका छन्, न सुत्ने ठाउँ छ न बस्ने ठाउँ छ। छिट्टो गृह सिंहदरबार जलेकै सिंहदरबारलाई जलेकै सामान्य प्रधानमन्त्रीको कार्यालयलाई गृहमन्त्रीज्यूलाई र मान्य यातायात मन्त्री र सबै अर्थमन्त्री सबै जति पनि मन्त्री परिषदलाई हामी अनुरोध गर्न चाहन्छौँ, जलेकै ठाउँबाट पनि हामीले अहिले सेवा दिनुपर्छ। जनता अब त्यता लाग्नु हुन्छ। जनताको ध्यान अब यो चाडबाड र सार्वजनिक यातायात क्षेत्रमै फोकस हुन्छ। त्यसकारणले यसलाई गाडी आउने सहज वातावरण एउटा त्यो मुखले भन्न हुँदैन। सडक विभागको कार्य कता गर्छ गइहाल्नु पर्यो, तल मुलिनदेखि त्यो खाल्डाखुल्ली पुर्न गइहाल्नु पर्यो। डाउनडेकमा स्ट्यान्ड बाई चाहिँ 2-3-4 ठाउँमा चाहिँ 8-10 हेभी इक्विपमेन्टहरू राख्नु पर्यो। हामीले जे भन्यो त्यो गर्नुहोस् न तपाईँहरू। हामीले अनुभवको आधारले सिकाउँछौँ त तपाईँहरू। अनि तपाईँहरूको विधि नियम कानुनका त्यो किताब चलानी नम्बर अनि यता दर्ता गर्दा गर्दा उता अघि बोली लागिसकेको हुन्छ, अघि गाडी पल्टी सिकाउँछ, अघि मान्छे जुलुस गरिसकेको हुन्छ, अघि यात्रु चाहिँ उफ्रेको हुन्छ। यस कारणले अनुरोध गर्न चाहन्छौँ, हामी संयमित छौँ, हामी जिम्मेवार छौँ। हामी सबै पर्वलाई विषम परिस्थिति पनि पार लगाएका छौँ, यसबाट पनि पार लाग्छौँ। तर अलिकति अप्ठ्यारो छ र सम्पूर्ण यात्रु महानुभावहरू अहिले नै खाली छ, गाडीहरू खाली छ, अहिले जानुपर्छ। काम नभएका कुनै यताउति छैन। अहिलेको चाहिँ आन्दोलनबाट समस्या परेका कोही मानिस यदि हुनुहुन्छ भने अहिले गइदिनुहोस् न। फुलपाती किन रोक्नु पर्यो, टिकाको अघिल्लो दिन किन रोक्नु पर्यो, नमी किन रोक्नु पर्यो, नेपाल पुलिसले नमी रोक्नु पर्ला, ब्याङ्कहरूले पर्ला, सरकारी निकायको कर्मचारी सरकारी पनि के काम छ यहाँ अलिअलि राखेर कर्मचारी पनि पुऱ्याइदियो हुन्छ के काम छ, अफिसै छैन। त्यस कारणले कर्मचारी पनि सीमित अनिवार्य आवश्यकता भएका कर्मचारीहरू जस्तो गृह प्रशासन भयो, यातायात कार्यालय भयो, ट्राफिक प्रहरी भयो, होइन यातायातका विभिन्न ठाउँहरू भयो, यस्ता जिल्ला प्रशासन कार्यालय हाम्रो सुरक्षा दिने निकाय बसेर अरू घरतिर गयो हुन्छ। यो विज्ञान प्रविधिको नि के त्यो कृषि विकासको नि केही सबै घर पठाइदियो हुन्छ, अहिले पठाइदिन्छ। क्लियर हो, यो व्यक्तिगत कुरा हो। सरकारलाई म अनुरोध गर्न चाहन्छु, सम्मान्य प्रधानमन्त्रीज्यू तपाईँलाई म अनुरोध गर्न चाहन्छु, काम नभएका केही मानिसहरूलाई अहिले घर पठाइदियो र त्यस कारणले चाहिँ भोल्युम कम हुन्छ। यो एउटा अप्ठ्यारो परिस्थितिमा सबैले सहजीकरण गर्नुपर्छ। एकै दिन फुलपातीको दिन आएर अनि गाडीको सिट पाएन भने अनि बुम यतापट्टि बट्टाएको हुन्छ, देखाएको हुन्छ, उताबाट खाली गाडी आएको चाहिँ कसैले हेरेको हुँदैन, यताबाट झापाझाप मान्छे च्यान फालेर चल्छ, यातायात व्यवसायले लुटे भनेर त्यहाँदेखि प्रचार हुन्छ। यसो नगरौँ। हामी इमान्दारीपूर्वक नेपाली जनतालाई घर गन्तव्यमा यो विषम परिस्थितिमा हामी पुर्याउन तयार छौँ। नेपाल सरकारलाई जुनसुकै सरकार हो, नेपाल सरकारलाई नेपाली राष्ट्रिय महासङ्घले उच्च ढङ्गले मजदुर सबैले हामीले उच्च ढङ्गले सहयोग गर्छौँ।